उहाँको आइफोन हजुरले एकपटक गर्नुहुन्छ नि है त्यो हजुरले गर्नुभएको चाहिँ मायाको अङ्गालो हो जसमा चाहिँ बच्चा यदि लोबाट अलिक कम तौरको जन्मियो बच्चा एकदम लो बिरामी भइरहेको छ भने हामी त्यस्तोलाई गरिन्छ अनि यो विधि चाहिँ हामी हजुरले पनि गर्न मिल्छ अनि हस्बेन्ड जसले पनि गर्न मिल्छ तर यो गराउनमा चाहिँ तिमीहरूबाट रुगा खोकिलाको हुनु भएन अनि यो चाहिँ हामीले चाहिँ 24 घन्टै राख्न सकिन्छ जसमा चाहिँ हजुरले खाना पकाउँदै हिँड्दै यो विधि गरेर चाहिँ हिँडिरहन पाउनुहुन्छ घरेसी काम पनि गर्न सक्नुहुन्छ अब हजुरको बच्चा दिनुहोस् न मलाई कति महिनामा जन्मेको यो बच्चा हजुरको ए 2 केजीको मात्रै रहेछ है अब यसलाई मायाको अङ्गालोमा राख्नुपर्छ परेन है खोल्ने तपाईँलाई यस्तो बनाउन आउँछ कि आउँदैन म सिकाइदिन्छु यस्तो गरेर बच्चाको ल्याप्किन लगाएर तल्ला मायाको अङ्गालोमा राख्ने कि यस्तो गर्ने चारपट्टि गर्ने है त्यसपछि यस्तो गर्ने यस्तो फर्काएर यस्तो गरेपछि गरेपछि बच्चालाई हामीले मायाको अङ्गालो राख्दाखेरि यस्तो भ्याक्ता जस्तो हुन्छ नि यो पोजिसनमा चाहिँ राख्नुपर्छ है